अमिलो पिरो चट्ट मनपर्ने साथीहरूले चाहिँ यो रेसिपी हेर्नुलाई, रेसिपी हेर्ने बित्तिकै हजुरलाई पनि बनाम र खाम लाग्छ। अकबरी खुर्सानीलाई मजाले मिक्सरमा पिस्नुहोस्, एकदमै पेस्ट बनाउनुहोस् क्या। हेर्नुहोस् त कस्तो खाम लाग्दो वाउ। अनि यो अकबरीको पेस्ट पकाउनुपर्छ है साथीहरू। अब यो अकबरीको पेस्ट एउटा कराईमा तेल मजाले राख्ने, अनि तेल राखिसकेपछि त्यसमा मेथी, जिरा, सौँफ, अनि त्यस पछाडि हजुरहरूले कालो जिरा पनि राख्नुपर्छ। यो मजाले पाकिसकेपछि यसमा त्यो अघिको पेस्ट अकबरीलाई राख्ने। त्यस पछाडि स्वादअनुसार नुन, बेसार, गरम मसला, जिरा र धनियाँको छुटे पाउडर राख्ने। अनि त्यस पछाडि यो अमिलो, यो चाहिँ प्योर कागतीको अमिलो पकाएर राखेको है। यसको रेसिपी पनि फेरि पछि आउनेछ। अनि यसलाई मजाले पाक्न दिने, लगभग हजुरले 15 मिनट जति पकाउनुहोस्। पकाइसकेपछि हेर्नुहोस् त कस्तो दामी बनेको छ अकबरीको अचार।